हेलो काइली, म त अपरझट नेपाल आएँ नि। के रे आउँछु भनेर एकचोटि भन्न सकिन्न? के गर्छौ त काइली, हामीले सोचेको जस्तो हुँदैन क्यारे। धेरै वर्ष भयो तिमीलाई नदेखेको, कति बेला देखाउँ जस्तो भएको छ काइली। कमसे कम भन्न त सकिन्छ होला नि। नरिसाउ न लाटी, बाँकी घरमा आएर कुरा गरौँला। ल राख अहिले। मैले भने भयो त। 1 लाख रुपियाँ जम्मा गरिदिएको छु, बरु छिट्टै जानु न। मलाई अबदेखि फोन मेसेज केही पनि नगर्नु है, मेरो मेसेज मिलाएर म आफै गरौँला। काइली, 1000 रुपियाँ देऊ त। विदेशबाट आउने मान्छेसँग त जब 1000 छैन भने घरमा चाहिँ कसरी हुन्छ त? उहाँ विदेशको एयरपोर्टमा लुटिनु भएछ। धन्न उहाँसँग हातमा टिकट थिएर नेपालसम्म आउन सक्नुभयो। नरिसाउनु म्याम, बरु मलाई ट्याक्सी भाडा दिनु पर्दैन। धेरै वर्ष परदेश बसी फर्किँदैछु बल्ल, लाखौँ पठाइ 1000 माग्दा किन मलाई काइली। सकुन्जेली कमाए दान, अब त निष्ठुरी परदेशमा वर्षौं दुःख गरेर आफ्नो घाइते शरीरलाई मात्रै लिएर आएको मेरो साथीको श्रीमतीको जवाब सुनेर रोएको देख्दा साह्रै चित्त दुखेर आएछ। आखिर कानुले अहिलेसम्म कमाएको पैसा कहाँ गयो खै? भो धेरै साखेले भन्नु पर्दैन। होइन, तपाईँलाई हाम्रो घरको के चासो? तारेलाई त हक छैन होला सोध्नु, तर मलाई त अधिकार छ नि काइली, मेरो कमाइ कहाँ छ भनेर सोध्नु। तपाईँको मलाई यही बानी मन पर्दैन क्या? परदेशमा बस्न जाने मात्र हुन्छ? यहाँ मैले कति दुःख गरेको छु तपाईँलाई थाहा छ? आफ्ना साथीका बुढाले भने जे भने त्यही किनिन्छन्, मेरा भने खाली पैसा कहाँ लगिस् भन्ने, फोनमा पनि त्यस्तै, घर आउँदा पनि त्यस्तै। सुख पाउन परदेशी अब त देउनी सब, त्यसै किन रिसाउँछौ र खोज्दा मैले हिसाबै काइली। मेरो त भिजा आयो नि। तपाईँ बाहिर जाने भयो, मलाई सदरमुकाममा लगाएर राख्नु। म त तपाईँको बाबुमासँग यहाँ बस्न सक्दिनँ। ए नबोल न बाबु, तिमीहरूको अहिलेसम्म बालबच्चा भएको छैन,
त्यसमाथि त परदेश जाने भएपछि सदरमुकाम जस्तो ठाउँमा तरुणी बरुणी बुहारी एक्लै डेरामा बस्नु राम्रो होइन बुढा भनेर तेरी आमा भुटभुटी राखी सुख छैन परदेशमा धन कमाउन जाँदा कति भोकै सुते तिमीले पेट भरेर खाँदा कहिले सकुन्जेली कमाए धन अब त निष्ठुरी नबन सकुन्जेली कमाए धन अब त निष्ठुरी नबन। नमस्कार हजुर। नमस्कार नमस्कार नमस्कार। कान दाई भने तपाईँ हो? हजुर। दाई खिच्नु हामी युट्युब पत्रकार हो। तपाईँको घर झगडा मिलाइदिन आएको। तपाईँको श्रीमतीले सबै पैसा खायो अरे भन्ने हल्ला छ नि, खास कुरो के हो? जीवनभर कमाएको पैसा सबै उसैलाई पठाएँ, अहिले आएर छैन भन्छ। तपाईँको श्रीमानको कुरा सुन्यो, यसमा तपाईँको भनाइ के छ? अब उहाँलाई नै सोध्नुहोस् न, मैले उहाँको पैसा सकेँ अरे होइन, श्रीमती भएपछि अलिअलि पैसा त खर्च भइहाल्छ नि, यस्ता मान्छेले किन बिहा गर्नु? तपाईँहरू सँगै बस्नुहुन्छ कि छुट्टिनुहुन्छ? अब मैले लाएको खाएको पनि हिसाब किताब गर्ने मान्छेसँग बस्न सक्छु त? तपाईँ नै भन्नुहोस् त। उहाँहरूको कुरा धेरै नै बिग्रिसकेर छ, हामीले मिलाउन सक्छौँ नि। खुब मैले पैसा खाइदिएँ भनेर भनेको थिइस् त पत्रकारसँग, अब देला नि त्यही पत्रकारले पैसा। नआत्तिनु हामी बस्ने घर बनाउँछु भन्थ्यौ, अहिले किन राक्षसी रूप फोनमा देउता बन्थ्यौ कहिले सकुन्जेली कमाए धन अब त निष्ठुरी नबन सकुन्जेली कमाए धन अब त निष्ठुरी म यो घरमा एकछिन पनि बस्न सक्दिनँ। के भयो भन न। हस्बेन्ड नै भन्नुभएको होइन, काहीँ नेपाल आएपछि मसँग बिहा गर्ने भनेर। मैले सबै पैसा हस्बेन्ड दिइसकेँ, मसँग हिसाब किताब माग्छ, मैले के दिने भन्नु त? म त निस्किन लाग्यो, छिटो आउनु हजुर। हस् हस्, हामी आज नै भाग्यौँ। म त्यहाँ चौतारामा बस्दै गर्छु, तिमी त्यहीँ आऊ है। काइली मलाई छोडेर जाने कुरो नगर न। छोड मेरो हात, तेरो घरमा तै बस। नजिउ सधैँ नफन्ती नतर यो धन कति कठोर रहेछ काइली तिम्रो पापी मन काइली सकुन्जेली कमाए धन लगाइ गयो मन दुख्ने वचन सकुन्जेली कमाए धन लगाइ गयो मन दुख्ने वचन। दुईजना केटा र केटी भएर भर्खरै बाटोबाट भागे सर, तिनीहरूलाई समाउनु पर्ने भयो। हजुर सर, हजुर, हस् हस्। ए बाबु हजुर। यता यहाँ काइलीको कोठा कहाँनिर होला बाबु? खोइ बा, यो गाउँमा काइली कति छन्, को काइली भन्नुभएको होला? हत्तेरी, हाम्री बुहारी काइली के सिन्धुली? खोइ बा, मैले त चिन्दिनँ, अरू कसैलाई नि सोध्नुहोस्। कहाँ सोध्ने होला त? होइन बुढा, सबैलाई सोधिराख्नु भन्दा फोन गर्नु न बरु। त्यसै गर्नु पर्यो। बा ए बा, यता यता यता। ए तारा यता रहेछ नि, आइज आइज आइज। अरे बाबु, यही हो हाम्रो काइलीको डेरा, यही हो बा। यता फेरि
यिनै दुईजना हुन्छ मेरो साथीलाई धोका दिनु। बाबु यो सब कसरी भयो? अब खेला बाबु यो लक्षिनाले खायो मेरो छोरो। कहाँको कुलुङ गरेर आएछ मेरो घरमा। यसको कहिले भनौँ यसको कहिले लक्षिना यस्ता घटनाहरू समाजमा दिन प्रतिदिन घटिरहेका छन्। कसैले खुसी खोज्दा कसैको बिचल्य नहोस्। परदेशमा धन कमाउन त्यति सजिलो छैन, त्यसैले घरदेशमा बस्नेहरूले त्यसको सदुपयोग गरिदिनु होला। नाम